सो हेलो वेलकम मेरो मिनी ब्लगमा तपाईहरुलाई धेरै धेरै नमस्कार अनि स्वागत छ। यहाँ चाहिँ हामीले अरिङ्गाल पोलेको सुमन भेना र म। यो चाहिँ अरिङ्गालको पोका हो। अब हामी यसलाई खोलेर अरिङ्गाल निकालेर अरिङ्गाल पकाएर खाने। पहिला अरिङ्गाल हेरौँ हैन, तपाईहरुलाई अरिङ्गाल देखाउँछु। गाउँतिर बस्नेले त चिन्या होला कि रे, बजारतिर बस्नेले अरिङ्गाल चिन्दैन कि। यस्तो गर्नुपर्छ। अरिङ्गाल माउ जिम्दैछ कि, त्यो भएर आगो बाल्नु परेको होइन। यहाँ तपाईँहरू अरिङ्गाल देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हाम्रो सुमन भेना अनि यो चाहिँ म चाहिँ चेक इट आउट। ल सुरु। अब आगो चाहिँ यसरी डन्काउने। त्यहाँ अरिङ्गाल त्यहाँ कि त्यहाँ गर्दैछ। पाटीबाजी आउनु भएको छ हाम्रो पाटीबाजी। ल यो चाहिँ ओढान ल ओढान भयो। र यो चाहिँ चिन्ता हो। यो चिन्ताले चाहिँ झ्याम झ्याम गर्ने। सुमन भेना छैन रहेछ। ल तपाईँहरूले अरिङ्गाल देख्न सक्नुहुन्छ यी। ल उड्यो अरिङ्गाल उड्यो यार अरिङ्गाल बुढा। बुढाहरू जाने क्या हामी त सिकाउटीहरू झन् यो अरिङ्गालको पनि उडायो। अरिङ्गाल देख्न सक्नुहुन्छ तपाईँले। भेना मार्नु न हो हान्नु टोक लाग्यो। ल अरिङ्गालले आक्रमण गर्दैछ। तपाईँहरू देख्न सक्नुहुन्छ। 1 2 3 4 खापै छ। यता ट्याट्या गर्दैछ। ल तपाईँहरू यसरी देख्न सक्नुहुन्छ। ओहो ल अरिङ्गाल देख्न सक्नुहुन्छ तपाईँ। त्यस्तै उड्दैछ अरिङ्गाल। माउ त सबै भित्रै रहेछ त नि त। यो पत्ता खै अरिङ्गाल तपाईँहरू अरिङ्गाल देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो फले भनेर यो अरिङ्गालहरू देख्न सक्नुहुन्छ। यो नि अरिङ्गाल। ल यो नि अरिङ्गाल हो। ल यो नि अरिङ्गाल हो। देख्न सक्नुहुन्छ तपाईँले माउ फलेको यो हाम्रो ग्याङ पार्टी बाजे सुमन भेना बाजे अनि भान्जी पनि यहाँ समावेश भएको छ। र यो म तपाईँहरू मलाई देख्न सक्नुहुन्छ। यो अरिङ्गाल हो। ए अरिङ्गाल त छ्याप छ्याप्ची। ल हेर्नु त चलेको अरिङ्गाल नै रहेछ ऊ होइन। यो अर्को उ ल्याउनु त यी अरिङ्गाल माउ तपाईँहरू यस्तो देख्न सक्नुहुन्छ। ए भुइँमा खसी के तपाईँ ढुक्क बस्नु नि पाटिनु पछि। ल उठ्यो खसी के आगो अनि खसीको तपाईँ देख्न सक्नुहुन्छ। यी फट्टा होइन त्यो त होइन कहाँ हुने यो त मकै हो। तपाईँहरू यसरी फट्ट खसेको देख्न सक्नुहुन्छ। ल कसैलाई खान मन छ भने भन्नु है। यहाँ हाम्रो गाउँमा अरिङ्गालको अलि पचेक हुन्छ कि त्यही भएर कि। ए सरर ल हेर्नु अरिङ्गाल ल देख्नु अझै छ। भयो पनि नमाग्नु भिजिट मात्रै हुन्छ। भन्यो नदिएको मान्छे के भन्यो होला फेरि किन भन्दैन पऱ्यो। छोरी माग्न गए जस्तै एकपल्ट रक्सी माग्न जाँदा नि भयो दिन्थ्यो तिनीहरू कहिले नाको रक्सी नभएको भनेको ए त्यस्तो भन्थे। कुरा चाहिँ मिठै गरेछ नदिए। कमल कहाँ पाएन
अरे ओ अरिङ्गाल पोलेरै बुढो बुढी भएको छैन ह्यान्डसम नि ह्यान्डसम छ सेतो मान्छे नि गोरो पाटी अझै फुपू भान्जी बजै पाटिन बजै र म हाम्रो टिमले यति धेरै अरिङ्गाल पोलेर ल्याए अझ यहाँनि छ त्यहाँनि छ ल हेर्नु कति धेरै अरिङ्गाल टिपी खाऊ एकफेर ल्याउ न त्यहाँ मामाले फोटो खिचेछ के मैले यहाँ टिपिदिन्छु यस्तो फाल्नु पर्छ क्या निस्किन्छ बल्ल अरिङ्गाल हैन यी फेरि एउटा किरा हो यस्तो टोपी छ नि यस्तो टोपी छ नि त्यो जलाउनु पर्छ कि त्यो चाहिँ कि त अब जलाएर चाहिँ अब आगो चाहिँ अब सक्यो होइन छ अलिअलि जलाइ उडाउनु पर्छ टोपी टोपी उडायो भने त के हुन्छ नि बिचरा हाम्रो नेपालको राजा जस्तै अरिङ्गालको राजा नि यहीँनिर दफन भएको क्या हुन्छ भन्थ्यो हाम्रो राजा गएकोखेरि हाम्रो फुपूले देखेको अरे कुन देशमा गयो म देखेको नि हजुरले लैजान देखेको त्यो गोजीमा हालेर खोजेर के राजा बिहान पकाएको थियो कि अन्त त यहाँ भोकेर बस्यो तिन पार्टी छैन त भन्छ हेर जली छ अरिङ्गाल चल्यो नि यस्तो हुन्छ र म यसलाई बहुत मिठो छ तपाईँहरूले खाना मन लाग्यो भने सम्पर्क गर्नु हाम्रो सुमन भेनालाई फेरि राम्रो राम्रो तरुनीले मात्रै गर्नु नि जो पाइ त्यसले गऱ्यो भने अरूलाई दियो भने कामै छैन ल देख्न सक्नुहुन्छ यसरी भाग लाग्ने के होइन पकाउने कि त्यहाँ पकाउनु लाग्दैन त्यो गरौँ न ल भाग साग पकाइयो अब पकाउने गाह्रो हो ए म्याद त फेरि खजना हो नि जान्छ सालो जान्छ अघि नै कति मिठो हट्यो नि त पाठिन बजाइलाई भातै पुगेन यत्रो पोलेर कसले गऱ्यो त मायासाले जाम के हजुर म लिन्जाम कान्छाले बनाउँछ यसो भइसक्यो कि कुरो दुईजनाहरू बनाउँछ ल काम चाहिँ भागभाण्ड भयो हामी दुईजना बट्टल लिन जाँदैछ कान्छा र अरिङ्गाल पोरे के भन्नु त कस्तो लाग्यो अनुभव भन्नु अब हजुरै यो बुढाखाडा मान्छे पोल्दै हिँडेको मान्छे यस्तै गरेर पोल्ने यस्तै गऱ्यो ल हाम्रो अरिङ्गाल फ्राई यहाँ हुँदैछ यहाँ अहिले प्याज हाम्रो लोकल टमाटर छ यसलाई चाहिँ सत्र मिठो बनाउँछ कान्छाले नि भात खाना बनाएर एउटा बुढी चाहिँ ढुक्क पालिदिन्छ ल कोही त्यस्तो मान्छे छ भने सम्पर्क गरिहाल्नु ल हाम्रोहरू थियो यो सुठीलाई लिएर आइज भन्नु पऱ्यो सबै हो ऊ गरेको सबै हो धेरै हुन्छ होला खानी हो खान्छ मिठो छ ओ सुमन भेना आऊ के गरे अरू सुटु भेना आयो ल खानु जो 6 बजेको बाचा गरेर दिम्सु आडा आउँदै होइन खोयाबिरको खोल्दैछु म लोकल खाने मान्छे कतिजना साधनले नि खान्छ र ए सुरु ल पाटी बाजे